बच्चाको 3 घमौरा छ, यो पुलिस बन्छ जस्तो लाग्छ मलाई। तपाईहरुलाई के लाग्छ? ल तपाईहरुलाई के कुरा गर्ने? यो बच्चाले जन्मेको ठ्याक्कै 4 मिनेटमै टाउको उठाएर हाँसेको। ल अब तपाईहरु पत्याउनुहुन्न। बोल्दे बोल्छ। अहिले तपाईहरु भर लजाको, तपाईहरु जाने बित्तिकै यो बोल्न थाल्छ। फोनमा त कस्तो बोल्छ यो, फोनमा सबै चिन्छ। बच्चाहरु मोबाइल देखेपछि मोबाइलमा मात्र ध्यान हुन्छ, यसको हुँदैन। कहाँ यसले त मोबाइल देखेपछि यसले 4 कोस पर फालिदिन्छ। यस्तो चाहिँ नि बाठो छ नि, मोबाइल हेर्नु हुन्न भन्नेलाई थाहा छ। अरूको बच्चालाई को आए को गए मतलब नै हुन्न। यो बच्चालाई अब मैले अफिस जानलाई उसले थाहा भइसक्यो। हेर्नु है, उसले हेरिरहेछ। यति दुध पुगेन भने तपाईको अड्कल्न जानेन भने यसले रातभरि तपाईको सुत्न दिँदैन। फेरि तपाईको रुन थाल्यो भने चाहिँ बेतडलाले रुन्छ है, यसले फेरि घरै थर्काउँछ। यो पुरै थर्काउँछ यसले। यस्तो छ नि। अरू बच्चालाई तपाईको जन्मेको कति महिनामै पुरै खेल्ने कुराहरू दिइरहेको हुन्छ। यसलाई खेल्ने कुरै चाहिँदैन, एक्लै खेलिरहन्छ। के भने एक्लै भन्छ, एक्लै खेल। यस्तो बाठो छ यो थोपो केही पिर्दैन। तर पिर्न पर्यो भने चाहिँ फेरि बाटोमा लडीबुडी गर्छ है यसले। फेरि यसलाई भनेको कुरो नकिनिदिन्छ हुँदैन। फेरि यस्तो खालको हेर्नु है, यसले थाहा पायो अहिले एकछिनपछि हामी खाना खाने बेला भएपछि ऊ उठ्छ, उसलाई थाहा हुन्छ हामी खाना खाने बेला भयो भन्ने, र उसलाई यता खाना खानेमा ल्याउनु पर्छ। किताबहरू अगाडि देख्नै हुँदैन, झम्टी नै हाल्छ, हातमा कलम लिइहाल्छ। यस्तो खालको चाहिँ बच्चा। यसलाई चाहिँ नि केही भयो भने यसले औषधि फेरि ठुलो मान्छेले जस्तो खान्छ। यसले त नाइनास्ती नै गर्दैन।